राधे राधे। तपाईं हेर्दै हुनुहुन्छ श्री राधा अनलाइन टिभी। श्री राधा अनलाइन टिभी को साथमा आइसकेको छु म बन्झाक्री गुरु। विशेष च्यानल विशेष भिडियोहरू लिएर आइरहने क्रममा चाहिँ कतिजनाले भन्नुभएको छ कि मेरो घरमा के चीज छ, नेगेटिभ चीज छ कि पोजिटिभ चीज छ, मेरो घरमा मैले गरेको पूजा आजाबाट चाहिँ भगवान प्रसन्न हुनुहुन्छ कि हुनुहुन्न, अथवा मेरो घरमा चाहिँ राम्रो छ कि छैन, अथवा मेरो घरमा नेगेटिभ चीज छ कि पोजिटिभ चीज छ त कसरी चेक गर्ने भनेर चाहिँ मलाई विशेष गरेर धेरै मेसेजहरू गर्नुहुन्छ र मैले विशेष गरेर भिडियोहरू बनाउने भनेको पनि यहाँकै मेसेजको रिप्लाईहरू दिने हो। विशेष गरेर हामीले यदि घरमा नेगेटिभ चीज छ कि छैन भनेर तपाईहरुले आफ्नै घरमा पनि चेक गर्न सक्नुहुनेछ। त्यसको लागि के गर्नुपर्छ त, श्री राधा अनलाइन टेलिभिजनलाई सब्स्क्राइब गरेर जोडिनु होला। विशेष प्रकारको भिडियोहरू हामीले पस्किरहने छौँ र आज मैले तपाईहरुलाई दिन लागेको विषय रहेको छ, यदि तपाईको घरमा नेगेटिभ चीज छ अथवा पोजिटिभ चीज छ कसरी पत्ता लगाउने त, यसको उपाय के छ त। विशेष गरेर तपाईले आफूले पनि घरमा विचार गर्न सक्नुहुन्छ। यदि नराम्रो चीजहरुको चाहिँ तपाईको घरमा चाहिँ सेन्टहरु आउँछ अथवा राततिर आफै अटोमेटिक ढोकाहरु लाग्छ अथवा ढोकाहरु लागेको आवाज आउँछ, केही झरेको जस्तो आवाजहरु आउँछ र तपाई बाहिर निस्केर हेर्दाखेरि केही झरेको हुँदैन अथवा केही लागेको हुँदैन, कसैले ढोका खोलेर भित्र छिरे जस्तो फिल हुन्छ, अथवा तपाईहरु घरमा बिरामी परिरहनु हुन्छ, एउटा निको हुन्छ अर्को फेरि हुन्छ, एउटा बिरामी हुन्छ फेरि अर्को निको हुन्छ, धन सम्पत्ति घरमा बढ्दैन, पैसा जति कमाएर ल्याए पनि तपाईको आफ्नो खातामा अथवा आफ्नो दराजमा पैसै बस्दैन, यस्ता केही समस्याहरू छन् भने चाहिँ तपाईले आफ्नो घरमा एउटा सिसाको ग्लासमा अथवा स्टिलको ग्लासमा चाहिँ 3टा ल्वाङ हालेर डुबाउन सक्नुहुनेछ र ती 3टा ल्वाङहरू माथि बस्छन् कि तल जान्छन् त्यो तपाईले चेक गर्नुपर्ने हुन्छ। यदि तपाईको ल्वाङले नै तपाईलाई बताइदिनेछ तपाईको घरमा सो छ कि छैन, तपाईको घरमा नेगेटिभ छ कि पोजिटिभ चीज छ, यी सबै कुराहरू त्यो ल्वाङले बताइदिनेछ। त्यो ल्वाङ तल बस्छ कि माथि बस्छ त्यसपछि तपाईले हामीलाई सम्पर्क राखेर सोध्न सक्नुहुनेछ। विशेष तपाईले चाहिँ 9870416655 मा हामीलाई कन्ट्याक्ट गरेर डाइरेक्ट कल पनि गर्न सक्नुहुनेछ। त्यस्तै गरी इमो, व्हाट्सएप तथा भाइबरमा पनि यहाँहरूलाई हामीले सेवा दिइरहेका छौँ, यहाँहरूले कन्ट्याक्ट गरेर सोध्न सक्नुहुनेछ अथवा हाम्रो फेसबुक आइडीमा पनि आउन सक्नुहुनेछ। आजलाई यति नै। केही कुराहरू सोध्नु पर्यो भन्नु पर्यो भने यही नम्बरमा हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। राधे राधे।